युट्युब च्यानलमा 1000 सब्स्क्राइब छैन, कसरी यो गुगल एडसेन्स पिन आयो भनेर सोच्नुहुन्छ होला। हे गाइज, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ अर्को भिडियोमा। टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला आजको भिडियो कुन टपिकमा छ भनेर। फाइनली गाइज, गुगल एडसेन्स पिन आइसकेको छ युट्युबबाट र यो गुगल एडसेन्स पिन चाहिँ मेरो यो युट्युब च्यानलको हैन, धीरज राजवंशी युट्युब च्यानलको हैन, यो चाहिँ मेरो शेयर बाई युट्युब च्यानलको हो। यो एडसेन्स पिन पाउनको लागि तपाईले युट्युब च्यानलमा 1000 सब्स्क्राइब र 4000 वाच टाइम कम्प्लिट गरेको हुनुपर्छ। च्यानल खोल्नु भएको छैन भने पहिला युट्युब च्यानल खोल्नु होला। अनि अर्को कुरा, तपाईको युट्युब च्यानलमा 1000 सब्स्क्राइब र 4000 वाच टाइम कम्प्लिट भइसकेपछि तपाईले जब मोनेटाइजेसन अप्लाई गर्नुहुन्छ तब तपाईले गुगल एडसेन्स बनाउनु पर्ने हुन्छ अनि मोनेटाइज हुन्छ। गुगल एडसेन्स बनिसकेपछि तपाईको जब युट्युब च्यानलमा एड चल्न थाल्छ अनि तपाईको युट्युब च्यानलमा अर्निङ गर्नुहुन्छ, सबै यसमा गुगल एडसेन्समा गएर जम्मा हुन्छ। तपाईको गुगल एडसेन्समा $10 कम्प्लिट गर्नुपर्ने हुन्छ। $10 कम्प्लिट भइसकेपछि तपाईको एडसेन्समा गुगल पिन अप्लाई गर्ने अप्सन आउँछ, तपाईले अप्लाई गर्नुपर्ने हुन्छ। तपाईको एडसेन्समा डलर कसरी बन्छ भनेपछि तपाईको युट्युब च्यानल मोनेटाइज भइसकेपछि तपाईको भिडियोमा जुन एड्स चल्छ त्यस एड्स प्रुफ तपाईको एडसेन्समा डलर जम्मा हुन्छ। यहाँ डलर जम्मा हुन्छ अनि यो गुगल एडसेन्समा $10 कम्प्लिट भइसकेपछि तपाईको पिन अप्लाई गर्ने अप्सन हुन्छ। त्यसपछि तपाईले पिन अप्लाई गर्नुपर्ने हुन्छ। पिन अप्लाई गरिसकेपछि तपाईको 1 महिनादेखि 1.5 महिनासम्म लाग्छ तपाईको ठाउँमा एड्रेसमा आउनको लागि यो गुगल एडसेन्स। गुगल एडसेन्स अप्लाई गर्दा तपाईले आफ्नो नाम हाल्नु होला, त्यसपछि ठेगाना हाल्नु होला अनि मोबाइल नम्बर चाहिँ अवश्य हाल्नु होला। मोबाइल नम्बर अनिवार्य हाल्नु होला किनकि उनीहरुले पोस्ट अफिसबाट तपाईलाई कल गर्न सक्छ कि तपाईको गुगल एडसेन्स आइसक्यो भनेर। तपाईले नम्बर हाल्नु पर्ने हुन्छ। कुन शहरमा बस्नुहुन्छ, जस्तो कि विराटनगर, इटहरी कहाँ बस्नुहुन्छ, इटहरी बस्नुहुन्छ भने इटहरीको पोस्ट कोड हाल्नु पर्ने हुन्छ। यदि विराटनगरमा बस्नुहुन्छ भने विराटनगरको पोस्ट कोड हाल्नु पर्ने हुन्छ। तपाईको सिटीको हाल्नु पर्ने हुन्छ। गाउँको हाल्नुभयो भने तपाईको धेरै टाइम लाग्न सक्छ। तपाईको मेन शहर कहाँ छ त्यहाँको हाल्नु होला, छिटै आउँछ। गुगल एडसेन्स आइसकेपछि तपाईको पोस्ट अफिसमा आउँछ, जहाँ चाहिँ हुलाक कार्यालयमा आउँछ हैन। मैले पनि त्यो मगाउँदा मलाई पनि कल गरेन, एकचोटी गए थिएन आएको अनि अस्ति भर्खर गएको, 1 महिनापछि फेरि गएको, आइसकेको थियो तर कल गर्नु भएको थिएन। कल गर्दैन उनीहरुले, आफै जानुपर्ने हुन्छ है। तपाईको गुगल एडसेन्स अप्लाई गर्नुहुन्छ भने तपाई गएर बारम्बार चेक गर्नु होला तपाईको गुगल एडसेन्स पिन आएको छ कि छैन भनेर। धेरै इम्पोर्टेन्ट हुन्छ। यो गुगल एडसेन्स पिन तपाईले पाउनु भएन भने युट्युबबाट 1 रुपैयाँ पनि कमाउन सक्नुहुन्न। तपाईले यो भेरिफाई गर्नुपर्छ अनिवार्य। त्यसपछि तपाईको युट्युबबाट एडसेन्समा जम्मा हुन्छ डलर अनि यहाँदेखि गुगल एडसेन्सबाट तपाईको बैंक एकाउन्टमा जान्छ। बैंक एकाउन्ट जोइन गर्नुपर्ने हुन्छ। त्यसपछि बैंक एकाउन्टमा जान्छ पैसा। यो महिनाको पैसा अर्को महिनामा पाउनुहुन्छ, यसरी निकाल्न सकिन्छ। अब यो म अनबक्सिङ गर्छु है। यता बाहिर चाहिँ यहाँ हुँदैन, यसको पिन कोड भित्र हुन्छ। यहाँ चाहिँ तपाईको एड्रेस हुन्छ है, नाम ठेगाना नम्बर के हाल्नुहुन्छ, यो सबै यहाँ हुन्छ लेखेको। अनि यो यहाँ चाहिँ यो गुगल एडसेन्सको पिन चाहिँ यो भित्र हुन्छ है त। म यसलाई ओपन गर्छु। यस्तो हुन्छ भित्र। मैले कोड देखाइन, कोड देखाउन मिल्दैन। यस्तो हुन्छ, यहाँनेर चाहिँ कोड हुन्छ है, कोड हुन्छ। अनि तपाईको यता यस्तो छ, हेर्न सक्नुहुन्छ। तपाईले यो कोड हाल्नु भएन भने, यो पिन भेरिफाई गर्नु भएन भने तपाईले युट्युबबाट 1 रुपैयाँ पनि कमाउन सक्नुहुन्न। र यो पिनलाई कसरी भेरिफाई गर्ने म तपाईलाई सिकाउने छु है त। अब हामी मोबाइल स्क्रिनमा जाउँ। मोबाइलको स्क्रिनमा हेर्न सक्नुहुन्छ। त्यसपछि तपाई आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गर्नु होला। क्रोम ब्राउजर ओपन गरिसकेपछि तपाईले त्यहाँ एडसेन्स एकाउन्ट भनेर सर्च गर्नु होला। त्यहाँ माथि हेर्न सक्नुहुन्छ, त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि
तपाईहरु हेर्न सक्नुहुन्छ यो साइटमा 3 डट छ त्यहाँ क्लिक गर्नु होला 3 डटमा क्लिक गरिसकेपछि तपाई हेर्न सक्नुहुन्छ पेमेन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला त्यहाँ क्लिक गरिसकेपछि अनिखेरि दुईटा अप्सन आउँछ भेरिफाई चेक भन्ने अप्सनमा त्यहाँ क्लिक गर्नु होला त्यहाँ क्लिक गरिसकेपछि तपाई यहाँ हेर्न सक्नुहुन्छ सबमिट गर्ने अप्सन यहाँ पिन भेरिफाई गर्ने अप्सन देखाइरहेको छ तपाईले त्यहाँ 6 वटा कोड भएको पिन हाल्नु पर्ने हुन्छ त्यहाँ 6 वटा नम्बर हाल्नु होला 6 वटा नम्बर हालिसकेपछि तपाई सबमिटमा क्लिक गर्नु होला सबमिट गरिसकेपछि हेर्न सक्नुहुन्छ मेरो फाइनली सबमिट भइसकेको छ थ्यांक यू सो मच गाइज भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा मलाई आशा छ कि तपाईले यस भिडियोबाट धेरै कुरा सिक्नु भयो होला र अर्को कुरा तपाईहरु कन्फ्युजमा हुनुहुन्छ भने कन्फ्युजमा नबस्नु होला यो मेरो गुगल एडसेन्स पिन यस युट्युब च्यानलको हैन तपाईहरुले फेरि सोच्नुहुन्छ होला युट्युब च्यानलमा 1000 सब्स्क्राइब छैन कसरी यो गुगल एडसेन्स पिन आयो भनेर सोच्नुहुन्छ होला यो गुगल एडसेन्स पिन यो युट्युब च्यानलको मेरो हैन मेरो अर्को युट्युब च्यानलको हो जुन युट्युब च्यानलको नाम छ स्याड बोय युट्युब च्यानल त्यही युट्युब च्यानलको यो गुगल एडसेन्स पिन हो थ्यांक यू सो मच गाइज कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गर्नु होला अनि यो भिडियो साथीहरुलाई शेयर गर्नु होला ओके बाइ बाइ जय नेपाल अब मिल्ने छौं हामी नेक्स्ट भिडियोमा टाटा बाइ बाइ लभ यु अल जय नेपाल